मैले त कुवेतमा कस्तो देखिँदै के भन्ने होइन मान्छेले श्रीमान विदेशमा अनि श्रीमती यहाँबाट बिचारा भिजा लाएर लिएर गएको अनि गइसकेपछि ऊ बङ्गालीसँग लागेर आफ्नो श्रीमानलाई मैले हाम्रै कम्पनीमा यस्तो एउटा केटी थियो होइन आफ्नो श्रीमान यहाँ कुवेतमै अनि पछि होइन मेरो बुढीलाई लिएर आउँछु भनेर बुढीलाई वहीँ कुवेतमा लिएर गएर अनि त्यहाँबाट चाहिँ त्यो बुढी बिचारा त्यो बुढोसँग नबसेर बङ्गालीसँग हिँडेर पछि बङ्गालीलाई लगाएर त्यो बुढोलाई पिटेको पनि घटनाहरू मैले देखेको छु। त्यस्तो प्लिज गर्दै नगरौँ। मैले भने तपाईँलाई कुनै पनि श्रीमान अथवा श्रीमती मन परेन भने सर गाउँ बरु तँसँग म खुसी छैन है भनेर उसले पाउनु पनि चिज सर्लक्क दिउँ। जिउन पाउने अधिकार सबैलाई छ होइन। भएसम्म कसैले घर नभत्काउँ। एउटा कुरा म आफैले भोगिरहेको छु। विदेश जाँदाखेरि मेरो बच्चा सानै थियो, सानै छोरा विदेश गएको थियो। जाँदाखेरि मैले मेरो दुईटा बच्चा मैले पालेर अर्का घरमा भाडा मागेर हुन्छ कि कसरी हुन्छ मेरो लोग्नेलाई दुःख नदिउँ भनेर मैले यस्तो श्रीमती सबैलाई भन्न मिल्दैन। उनीहरूले एउटा चाहिँ कस्तो भने नि अब यहाँबाट एयरपोर्टबाट चाहिँ जाने बेला अङ्गालो मारेर भने नि मैले ठिकठाक पनि हाल्छु नि धरती फाट्ला चाहिँ गरेर डाक्को छोड्छन्। गएको 2 दिनपछि आफ्नो श्रीमान बिर्सिन्छन्, श्रीमती बिर्सिन्छन् होला नि। अब यहाँ भएको लोग्ने मलाई यति धेरै पीडा दिएको हो त्यहाँ गएपछि रमाउँछु भन्ने सोच हो कि